हेलो गुड मर्निङ। आज मलाई फेरि एउटा सानो हाम्रो गाउँको नर्सरी भेटेको छु अनि के खिच्नु मन लाग्यो। यहाँ माथि सो प्लान्टहरू थुप्रो रहेछ है। अब यही तल गयो भने यो सो प्लान्ट अर्को टाइपको छ अनि यो पनि छ अनि अन्त जस्ट मैले माछा टाइपको छ होइन। अनि त्यसपछि यो सानो मसिनो टाइपको छ। यो सबै यो पानी कम खान्छ यसले होइन, एकदम पानी कम खाने चिजहरू रहेछ। कति राम्रो छ। अब लास्टमा यो पनि राम्रो छ। यो रबर प्लान्ट भइहाल्यो। यो अर्को वाइटवाला छ, कति राम्रो। अनि एउटा चाहिँ मैले खिच्दा यो चाहिँ मेरो फेभरेट हो कि, लास्टै मेरो फेभरेट हो। लास्टै मनपर्छ मलाई, यो लास्टै फेभरेट मेरो। अनि नेक्स्ट हेर्नु त कस्तो दामी बब्बाल, हेर्नु त कति राम्रो देखिरहेछ कि है गाइस, कति राम्रो देखिरहेछ हेर्नु त। आम्मामाम हेर्नु त क्या दामी, आहा कति राम्रो कति राम्रो कति राम्रो। अनि नेक्स्ट अर्को अझै दामी छ नि त। मैले यही अप्रिलमै फल्ने, यो फुल्ने हेर्नु त यस्तो टाइपको होइन। यो माने भन्छ यसलाई है। माने भनेको यो अहिले नै डल्लोमाबाट यस्तो पत्ता झाँगेर आउँछ। अब यो रातो रङमा हेर्नुहोस् कति राम्रो छ। यो हरियो टाइपको छ, रातो छ होइन। यसको चाहिँ ठुलो, यो अलिकति ठुलो खालको हो। अनि यो त प्रायः घरतिर पाइहाल्छ रातो खाले, ठिक छ। अनि यो अक्सिजन यसले चाहिँ बढी दिन्छ, ठिक छ गाइज। यस्तै प्रकारको देखेर कति मन खुसी हुन्छ है। आजको लागि हाम्रो लामा ब्लगमा यति नै। अनि आशा गर्दैछु तपाईँहरू पनि यसरी घरमा लगाएर जेड प्लान्ट लगाएर चाहिँ तपाईँहरूले यसरी राम्रो गर्न सक्नुहुन्छ।